भयो त्यसका पछाडिको टार्गेट मुख्य टार्गेट पनि चीन नै हो। अब नेपालमा जति नोक्सानी भए पनि जति मान्छे मरे पनि त्यो उद्देश्य प्राप्त गर्ने दिशामा घटाइएका घटनाहरू हुन्। यहाँका मान्छेसँग कुनै रिसिभी भएर अथवा यहाँको भौतिक सम्पदा नष्ट गर्नको लागि मात्रै यी घटनाहरू भएका छैनन्। यी घटनाहरू अर्को कुनै उद्देश्यसँग जोडिएका छन् र मैले केही सूचना पनि पाएको छु र केही गतिविधि पनि यहाँ जो भइरहेका छन् गतिविधिहरूलाई हेरेर मैले अन्तिममा निष्कर्ष दिनेछु चिनिया दूतावास यिनीहरूको टार्गेटमा किन परिरहेको छ। अब यहाँ जानुभन्दा अगाडि म पहिले यहाँहरूलाई एउटा जानकारी गराउँछु। अहिले जो सरकार सुशीलाले व्यक्तिहरू छानेर बनाइरहेको समाचार सुन्नुभएको छ यो पुरै झुट हो। सरकारको खाका 25 गते बनिसकेको थियो। 25 गते 23 गतेबाट यो विध्वंस सुरु भयो। त्यसपछि ओलीले राजीनामा गरे, सर्वदलीय बैठक बसाए, त्यो बस्न सकेन, बोलाए बस्न सकेन। 25 गते बालेन शाहको घरमा सुशीला कार्की र ओम प्रकाश अर्याल सहितको एउटा बैठक भएको छ र त्यसमा बाहिरका अरू 2 जना व्यक्ति छन्। म उनीहरूको नाम अलिकति एकजनाको थर चाहिँ भेरिफाई गर्न बाँकी रहेकोले अहिले मैले 2 जनाको नाम भनिन। अरू 2 जना व्यक्ति 5 जनाको बैठक भएको छ। सम्पूर्ण खाका त्यसले बनाएको छ। जस्तो मन्त्रीमण्डलको मूल स्वरूप थप चाहिँ मान्छेलाई प्रयोग गर्नुको निम्ति बाहिरबाट 2-4 जना मान्छे राखिएला भोलि, त्यो छुट्टै कुरा हो। तर मन्त्रीमण्डल एउटा कोर टिम कसरी बनाउने भन्ने त्यो छलफल भएको छ। छलफल अनुसार भोलिपल्ट अर्थात् 26 गते उनीहरूले केही मान्छेहरू लैनचौर इन्डियन दूतावासमा पठाएका छन् स्वीकृतिको निम्ति र थप केही सुझावको निम्ति मान्छे पठाएका छन्। अहिले सरकार छान्ने जो प्रक्रियामा नौटंकी देखा परिरहेको छ यो विशुद्ध नौटंकी हो, केही पनि होइन। सबै तय भइसक्यो।